नमस्ते। 2083 सालमा कन्या राशि हुनेहरूको लागि समय कस्तो रहन्छ भन्ने कुरा। कन्या राशि हुने जातकहरूको लागि यो वर्षका ग्रहहरू समग्रमा अनुकूल नै र उत्साहजनक रहेको देखिन्छ। कुनै पनि कामहरू तपाईँले गरेका कामहरू उचाइतर्फ जाने समय रहेको पनि छ। वर्षको सुरुवाती समयभन्दा पछिल्लो समय विशेष गरी अलि लाभदायक र अलि सफलता उन्मुख हुने समय रहेको देखिन्छ। बृहस्पतिको शुभ गोचरले गर्दा उत्साह जोसमा वृद्धि हुनुको साथै अध्ययनको क्षेत्रमा उल्लेखनीय प्रगति हुने समय रहेको देखिन्छ। आफूले गरेका कामहरू लोकप्रिय हुनुको साथै नयाँ जिम्मेवारीहरू प्राप्त हुने अवसर मिल्नेछ। रोजगारीका अवसरहरू प्राप्त हुनुको साथै रोकिएका कामहरू पनि बिस्तारै गरी सुचारू हुँदै जानेछन्। यात्रा र व्यवसायको लागि समय अनुकूल नै रहने देखिन्छ। धार्मिक मनोवृत्तिमा वृद्धि हुनेछ। उचित जीवनसाथीको प्राप्तिले गृहस्थ र पारिवारिक जीवन खुसीमय र आनन्दपूर्ण रहने समय रहेको छ। घर निर्माण, जग्गा जमिन क्रय विक्रय तथा वाहन प्राप्तिको लागि यो समय समग्रमा अनुकूल नै रहने देखिन्छ। अनलाइन मार्केटिङ तथा कानुनी क्षेत्रमा कार्यरत जातकहरूको लागि व्यवसाय फस्टाउनुको साथै आर्थिक लाभ मिल्ने समय रहेको छ। शनिको प्रभावले वर्षभरि नै व्यापार व्यवसायमा भने चुनौतीपूर्ण र जिम्मेवारीहरू बढी थप गर्नुपर्ने, बढी वहन गर्नुपर्ने समय आएको छ। पेसा व्यवसायमा केही उल्झन आउनुको साथै अपेक्षाकृत अथवा कम प्रतिफलका कारण आर्थिक रूपमा भने केही अलि सतर्क रहनुपर्ने समय पनि रहेको छ। धैर्यतापूर्वक कार्य गरेमा व्यापार व्यवसाय तथा साझेदारीबाट गरिएको लगानीबाट भने ढिलै भए पनि सन्तुष्टि मिल्ने समय रहेको छ। राहुको प्रभावले स्वास्थ्यमा बाधा, अचानक रूपमा चोटपटक तथा आर्थिक हानि जस्ता समस्याहरू देखा पर्न सक्नेछन्। वर्षको मध्यतिर भने राहुको अनुकूलताले शत्रु पराजय, पराक्रममा वृद्धि तथा ऋणहरूबाट भने केही राहत मिल्ने समय पनि रहेको छ। साथै वर्षको अन्त्यतिर विद्या र सन्तानको क्षेत्रमा केही अवरोध सिर्जना गर्ने समय रहेको छ। 12औं भावमा स्थित केतुको प्रभावले अलौकिक जीवनमा वैराग्य उत्पन्न हुनुको साथै मानसिक अशान्ति उत्पन्न हुन सक्नेछ र स्वास्थ्यमा भने केही अनावश्यक रूपमा खर्चहरू वृद्धि हुने समय पनि रहेको छ। यो कुरामा अलिक केही संयमता अपनाएर अगाडि बढ्नुपर्ने समय रहेको छ। अर्को समस्या समाधान गर्ने प्रयत्नमा आफ्नै समस्याहरू थपिन सक्ने हुँदा यस पक्षमा विवेकशील रहनु पर्ने देखिन्छ। वर्षको उत्तरार्धमा ग्रहहरू शुभ प्रभावमा क्रमशः वृद्धि हुँदै जानेछ र परिस्थितिहरू अनुकूल बन्दै पनि जाने समय रहेको छ। ग्रह दोषबाट मुक्त हुनको लागि प्रतिकूल ग्रह देवताको विधिपूर्वक पूजा आराधना गर्नु हितकर रहनेछ। साथै शनिबारका दिन पिपलको फेदीमा दीप प्रज्वलन गरी जल अर्पण गर्नाले शनि ग्रह शान्ति हुनुको साथै आउने बाधाहरू पनि कम भएर जानेछन्। आर्थिक रूपमा शुभ महिनाहरू जेठ, असार, साउन र असोज महिना हुन् भने अशुभ महिनाहरू वैशाख, भाद्र र फागुन महिना हुन् र अन्य महिनाहरू भने सामान्यतया फलदायी नै रहेको देखिन्छ। तपाईँहरूले गरेका कामहरू सिद्धि रहन्, उन्नति र प्रगतिको बाटोहरूमा लम्किँदै जानुहोला। 2083 साल तपाईँको लागि कल्याणकारी बनोस्। जय महादेव, जय शिव शम्भु।